चेरी ब्लोसम फेस्टिभल जस्तै कार्यक्रमहरू के नेपालमा पनि सम्भव छ? नमस्ते, दिदा होम नेपालको तर्फबाट आज हामी तपाईँहरूलाई विश्वभर चेरी ब्लोसम महोत्सवबाट उत्पन्न भएका तथ्याङ्कहरू प्रस्तुत गर्नेछौँ र यसबाट नेपालले के सिक्न सक्दछ भन्ने कुराको पनि जानकारी दिनेछौँ। विश्वभरमा चेरी ब्लोसम जस्ता कार्यक्रमहरूबाट देशहरूले उल्लेखनीय आर्थिक लाभ उठाइरहेका छन्। हेरौँ डेटा। नेपालको सम्भावना हामी हेरौँ त लागि datahomenepal.org-मा गएर चेरी ब्लोसम फेस्टिभलमा क्लिक गर्नुपर्नेछ र हजुरहरूले यसमा विभिन्न खालका चार्टहरू देख्न सक्नुहुन्छ। जस्तै कुन मेजर कन्ट्रिजहरूमा यो फेस्टिभल मनाइन्छ, कतिजना पर्यटकहरू आउनुहुन्छ, कति लामो बस्नुहुन्छ, कति खर्च गर्नुहुन्छ र यस्ता फेस्टिभलमा आधारित कति प्रोजेक्ट्सहरू सञ्चालनमा रहेका छन्, यस्तो विवरणहरू देख्न सक्नुहुन्छ। राइट साइडको रेफरेन्सेस मार्फत हजुरहरूले एनुअल रिभ्यू, फेस्टिभल पर्सपेक्टिभ्स, म्युजिक ब्लुप्रिन्ट र विभिन्न जानकारीहरू पाउन सक्नुहुनेछ। जापानको चेरी ब्लोसम हेरेर कतिजना मोहित गर्नुभयो होला, तर नेपालमा पनि छ यस्तै अनुभवसँगले एउटै थरीका फुलहरू, विभिन्न फुलहरू, थरीका ठाउँहरू। चेरी ब्लोसम फेस्टिभल स्प्रिङ बर्ड काठमाडौँ र मालपाबारीमा हिल ब्लोसम ट्रेक। नेपाल हिमालहरूको देश मात्र होइन, फुलहरू फुल्ने देश पनि हो। हाम्रो सुझाव डिजिटल डेटा र डिजाइन। हामी डेटा होम नेपालमा डेटा आधारित योजना, स्थानीय स्तरमा सामुदायिक साझेदारी, डिजिटल मार्केटिङ र नोवेज, फेस्टिभल पर्यटन सम्बन्धित अब समय आएको छ नेपालमा पनि अन्तर्राष्ट्रिय स्तरको फेस्टिभल आयोजना गर्ने। हामीसँग तथ्याङ्क छ, योजना बनाउने स्रोत छ र प्राविधिक सहयोग छ। यदि तपाईँहरू स्थानीय सरकार, पर्यटन व्यवसाय वा समुदाय प्रतिनिधि हुनुहुन्छ भने हामी तपाईँलाई सहकार्यका लागि आमन्त्रण गर्दछौँ। डेटा होम नेपाल तपाईँको यो तथ्याङ्क साझेदार।